प्रचण्ड ओली र देउबा सरकारका पालामा पशुपति शब्द मेसिनमै 11 करोड स्वाहा हुँदा विज्ञान मन्त्री महावीर कुलले 23 लाखमै बनाए मेसिन। 32 लाखको मेसिनलाई 1.5 करोड बनाएर 10 करोड 33 लाख जुवान। सुधन गुरुङले गरे दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय। गृहमन्त्री पदमा कमब्याक हुने बित्तिकै अझै कडा एक्सनमा उत्रिँदै भ्रष्टहरूको सातो गयो। अध्ययन विधाका नाममा राज्यकोष दोहन गर्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू बल्ल कारबाहीमा तानिएका छन्। बालिनले सक्रिय बनायो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ। आर्जु राणा र सिद्धार्थ थापा छानबिनको राडरमा। सुशासनको सवालमा झनै निर्मम बने बालेनको भित्री तयारी बाहिरिएपछि देउबा र आर्जुले विदेशबाटै गर्न थाले रुवाबासी। आजदेखि बजारमा गभर्नर डाक्टर विश्वनाथ पौडेलको हस्ताक्षर भएका 500 दरका 30 लाख नयाँ नोट चलन चल्तीमा आएका छन्। नयाँ नोटमा सगरमाथा र लालीगुराँसको चित्र सहित दृष्टिबिनले छामेरै चिन्न सक्ने 2वटा कालो थोप्ला राखिएको छ। 30 अर्बको स्मार्ट सेल लुटका मुख्य नायिका नै छानबिन बाहिर। किन पक्राउ परेनन् दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी। मोदीले दिए बालनलाई धोखा। नेपालको चिया भारतले लिनै मानेन। नीतिमा बडो संकट। मर्कामा किसान। धम्माधम उद्योग बन्द हुँदै।